नमस्कार। आज भएको 116 औँ देवकोटा जयन्तीको अवसरमा कविता वाचन गर्दैछु। मेरो कविताको शीर्षक छ मेरो बाबा। सपना छन् तिम्रा पनि ती सबै मारेर, परिवारको इच्छा सबै पुरा गरेर, खै कसरी सक्छौ चिन्ता दुःख सबै लुकाउँछौ, घर आउँदा एक गिलास पानीले नै खुसी हुन्छौ, लाग्दैन डर कसैमा मेरो शिरमा जब तिम्रो आशीर्वाद हुन्छ, अघि बढ्ने यति हिम्मत हुन्छ मेरो हातमा जब तिम्रो हात हुन्छ, तिम्रो दुःख बोकेर हिँड्नेछु म, त्यो दिन म अति खुसी हुनेछु, जब मेहनतले तिम्रो सपना पुरा गरेर म आउनेछु, अनि तिम्रो मुखबाट मैले स्याबास पाउनेछु। अहिले त म केही सक्दिनँ तर महसुस गर्नेछौ तब जब मेरो केही कमाइले तिम्रो दुई छाक हुन्छ, मेरो ख्याल अनि सेवाले तिम्रो हरेक रोग नाश हुन्छ। धन्यवाद।